नमस्कार। यहाँ उपस्थित हाम्रा प्रशिक्षकज्यू, त्यसै विभिन्न विद्यालयबाट पाल्नु हुने प्रह लगायत शिक्षक शिक्षिका सम्पूर्णमा म व्यक्तिगत तर्फबाट र मेरो विद्यालय श्री जनजागृति प्रावि रक्षापुर बागमती 10को तर्फबाट सबैलाई नमस्कार गरेँ। अब यो आजको आज 5औं दिन हो अरे 5औं दिनको यो ह्यान्डराइटिङ तालिम सर आएर हामीलाई सिकाउनु भएको छ। सिक्ने पनि प्रयास गरेका छौँ। सबैले भरपुर प्रयास गर्नुभएको छ। अब कसैको पहिल्यै राइटिङ अलिक राम्रो भएकोले उहाँले जबकि टिप्नु भएको छ। जसको ह्यान्डराइटिङ अलिक राम्रो थिएन उहाँहरूको ह्यान्डराइटिङ अब अलिअलि सुध्रिया छ, तर पूर्ण रूपमा चाहिँ सुध्रिएको छैन। त्यसो म पनि पढ्दछु, त्यो पनि सुध्रिएको छैन। त्यही भएर पनि भनिरहेको छु। अब अलिक मन लगाएर सिक्ने हो भने, यो प्र्याक्टिस गर्ने नै हो भने अब यतिकै छोड्नु चाहिँ भएन। अब हामीले यहाँ सिक्यौँ भइगयो नि भनेर अस्ति हुनु चाहिँ भ्याउनु पनि पर्दो रहेछ, भ्याउन पनि भ्याइँदैन। विद्यालयमा गएपछि अब क्लास गर्नु पऱ्यो, अब आफ्नो सब्जेक्टको चाहिँ कोर्स पुरा गर्नुपर्ने हुन्छ। तथापि पनि समय निकालेर यो आजको 5 दिनमा सिकेका कुराहरू आफ्नो विद्यालयमा लगेर आफ्नो भाइ बहिनीहरूलाई पनि सुरुदेखि नै अझ यो अस्ति भन्नुभएको थियो उनीहरूले स्थितिका शिक्षकहरूलाई चाहिँ सिकाउनु पर्ने रहेछ, सानैदेखि चाहिँ पानी लाग्थ्यो भन्ने कुरो चाहिँ एकदमै सही हो। अब 4-5मा गएर सुधारेर के गर्ने, सुधिँदैन। लागिसकेको छ उनीहरूको पानी, हामी पनि त्यस्तै भएर हाम्रो पानी पहिले भइसक्यो, अब अहिले सिक्नलाई मलाई गाह्रो भइरहेको छ। त्यसकारण यो स्थितिदेखि नै लागु गर्दाखेरि चाहिँ राम्रो हुन्छ र यहाँ स्कुलमा पढाउनु हुने म्यामहरूले विशेष भूमिका खेल्नुहुनेछ भन्ने आशा लिँदै अहिलेलाई यतिकै विराम आएँ।